Birthday surprise of our coach by KVTC boys. आजको ब्लग भनेको अब यो मिस्टर दिपेन्द्र प्रसाद भट्ट हाम्रो कोच दिपेन्द्र प्रसाद भट्ट डिपी भट्ट दाई हाम्रो डिपी भट्ट दाई हाम्रो सिनियर कोच जसले हामीलाई भलिबल सिकाउँछन् उहाँको बर्थडे हो त्यही भएर हामी हाम्रा छटौका बेस्ट प्लेयर उहाँको बर्थडे सरप्राइज गर्नु गाई सबै देख्न मिल्ने छ त्यहाँ ल हेरौँला बिस्तारै ऊ त्यहाँनिर अगाडि पनि जाँदैछन् होइन केटाहरू पछाडि पनि छन् कोब्रा ब्लग्सहरू अब अझै नै आउनेछ ब्लग्समा गाइस हिँड्दै हामी पुगिसकेका छौँ यहाँनिर यो हाम्रो भाइरल क्यामेराम्यान कालीको घरमा कालीलाई पनि मेन्सन गरिदिनु होला यदि सबैले चिन्नुहुन्छ भने अब हाम्रो यात्रा जारी नै छ के कदम मात्र दूर हामी हाम्रो कोचको घरबाट यो बर्थडे सरप्राइज कस्तो रहनेछ त अब कोचको रियाक्सन कस्तो रहनेछ हेर्नेछौँ हामी अब गाई धेरै टाढा छैन गुरुको घर चाहिँ कोचको घर चाहिँ ऊ त्यो हो बाटोमा छौँ बाटोमा रमाइलो भइरहेछ होइन अब अल्छी पनि हुन्छ टोलीहरू छन् केही फरक पर्दैन यो हाम्रो लोकल भाषा हो यसलाई डिलिट गर्नु होला हजुरहरूले इग्नोर गर्नु होला अर्ग्यानिक मान्छे हो अब कति पुगिसक्यो हाम्रो जुनियर सुधार केन्द्र छ जो यिनीहरू अलिक बढ्दै गर्छ नि सुधार केन्द्रमा हालिदिनु अब नजिक पुगिसकेका छ पछाडिको रुकम क्यासिनो अब भने 1 मिनट पनि लाग्दैन यो घर छ अगाडिको यो घरको पल्लो घर मिस्टर दिपेन्द्र प्रसाद भट्ट हाम्रो कोचको सिनियर हाम्रो रेस्पेक्टेड दाजुको Happy birthday to you. Happy birthday to you. Ulau. Happy birthday to you. 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 Happy birthday! Happy birthday, Dadu! Happy birthday! Guys, होगा यार, happy birthday, Dad! Thank you. सक्यो दाइ कस्तो फिल भइरहेछ ह्याप्पी बर्थडे ल एडभान्स Thank you यार अलि भावुक थियो हाम्रो गुरु होइन के भयो हजुरले यस्तो नसोच्नु होला रोएको छैन रुनु बाँकी छ होइन अब रोइदिन्छ नि एकछिनमा वास्तवमै आँखाबाट आँसु पनि आइसक्यो हेर्नुहोस् पत्यार खानु भएन हेर्नुहोस् सरप्राइज भनेको यस्तो हुनुपर्छ गाइस बर्थडे पनि सरप्राइज एकदम राम्रो भयो रमाइलो भयो यादगार रहनेछ पछि पनि अब यहाँ पछि रहेका टोली कोब्राहरू को कहाँ जान्छन् थाहा छैन होइन तर यो ब्लग्स याद रहनेछ सबैलाई ठिक छ याद रहनेछ हाम्रो गुरु पनि एकदम भावुक हुनुभयो किनकि यो खुसीको आँसु हो यो जान गयो होइन खुसीको आँसु हो होइन 81 हामीले अब यो सरप्राइज प्लान गरेका थियौँ हामी पुगिसकेका छौँ सम्मन चोक अबको यात्रा भनेको हाम्रो
अब गएर खाना खाने त्यसपछि सुत्ने अनि भोलि आउँछ केबिटिसी च्यानलमा यो ब्लग्स त्यो उता टिकटकमा हुन्छ फेरि त्यसको युट्युब पेज छैन हाम्रो जङ्गी भाइ यहाँ एउटा बोर्डरबारीको जङ्गी खोइ बोर्डरबारीको जङ्गी हो बोर्डरबारीको हो यो पछाडिको जङ्गीहरू माया छ सबैलाई होला Mali